यस हेलो ल सबैजना रमाइलो हुँदैछ नि ठाउँको नाम चाहिँ के हो अहिलेसम्म थाहा छैन हामी बिचमा आएको साथीहरू तर कता हो नेपालको सल्लाहकारी भनौँ न हामी नेपालको सल्लाहकारी छौँ भाउजू है सल्लाह हो र नि यो साँच्चै नै सल्लाह हो हामी हल्लाघारी जाँदैछौँ हल्लाघारी अब हामी बिच घारी जाँदैछौँ नेपालबाट कता पुग्ने हो कस्तो मजाको देखेको है कनहरू त उता नेपालमा हुँदा त ट्रेकिङ गइराख्नु हुन्थ्यो कि म चाहिँ बरु पसल रुङ्नै पर्ने कि ल अब हामी बिच आइयो साथीहरू यो ग्राउन्डमा चाहिँ लोसा साकेला गर्न धेरै राम्रो हुन्थ्यो किन बिचमा जाउँ न ए हाम्रो यहाँ साथीभाइहरू गले जस्तो छ नि अब एक डोज फेरि यहाँनिर एक क्यान खाएर जाने चाहिँ होला साथीहरू होइन खाएर बोकेर ल सबजना पानी चाहिँ खाऊ न सबैले पानी गरौँको ल सबजना यहाँ गलेर सुतिराख्नु भएको छ है अब चाहिँ हामी पोर्चुगल आइपुग्यौँ यति गर्नु होला म यति खान्छु भान्जीले यति खान्छु बुढाले यति खान्छु बाउले यति खान्छु यति खान्छु ल्याइपुग्दैछ है के भयो त पानी त खेर जाँदैन नि त ल बसौँ गाइस यतिको टोयलेट पुरा कुर्ता सर्टकोट ल अनि अहिले के हो समुद्रको खोलामा पानी यसरी सुतेर आकाशमा हेरेको पनि गर्छ आमा मलाई चाहिँ देखाउ न बत्ती बोइले कस्तो ल आउनु न ल बुनु पनि बस्नु सबजनालाई क्याप्चर गर्नु म त आँखै नदेखा जस्तो भएर ठिक छ हामी देखिरहेको देखेछ नि देखेछ तर यहाँनिर कस्तो आँखा खाँदैछ ल हो अब चाहिँ आयो ल बाबा अहिलेसम्म चाहिँ घाँटी मात्र आयो चस्मा नदेखाएर हो कि मेरो दाइ म त आँखै कस्तो तिरिर भएर है आँखा मात्र आयो भाउजू नि कालो चस्मा दिनु पर्ला होइन म त चस्मा बिना नसक्ने म बिर्सेछु कि आइट अब छोरोले गर्दा बुढेसकालमा छोरोले लाउरे होइन चाउरे हो ए मैले त अघि नानीले भनेको सुनेर भने हो उयो ठिक छैन बेन्तोमा अझै छ त अनि कामहरू के अरे लाइनमा छ त अझै कामहरू अनि बुढोहरूलाई होइन काम अझै छ त भनेको के कोले अझै बुढो भयो भनेको क्या कहाँ बुढो भयो त नि अहिले तपाईँहरूको यस्तो मान्छेहरूले त महलको तन्नेर घुमाउने फेरि तपाईँ पनि बाल्ने कुरा मलाई के त्यो परखा नि त्यो राखेर के फिल भइरहेको छ थाहा छ नेपालतिर हुन्छ नि त त्यस्तो जाँदाखेरि त्यस्तो चटपटे बेच्न राखेको ए साथीहरू अब हामी चाहिँ यहाँ बसेको अनि अब बसेर चाहिँ हाम्रो उता बिच यहाँ बिचमा जाने हो अनि टुडी खेलमा के यत्रो हुन्छ अनि त्यसपछि त्यहाँ यस्तो यस्तो स्टल राखेको ल खोला तर्नुपर्छ लाग्यो साथीहरू ल गइँदैछ कहाँ कहाँ पुगिने हो आज ल यता पनि फर्क्यौँ है साथीहरू ल वेट ए म तपाईँलाई के भन्छु भने iPhone 16 किन्नु भयो भने नि सजिलो हुन्छ होइन यस्तो बन्द भयो नि त होइन यहाँ खिच्यो खिच्यो क्यामेरा हो नि त खिचिहाल्ने छिटो अब हेर्छु म हेर्नु न एउटा तपाईँ कुन चाहिँ ठिक लाग्छ एउटा किन्नै पर्ने छ कि हेर्नु न मेरो मोबाइलै नचलेर किन त अझै 1 वर्ष चलाउँछु भन्ने थियो के अरे मामा हजुर एकचोटि आउनु न ओइ सबले खुट्टा पनि यहाँ माथि राख ल गाइस ड्राइभर चाहिँ हेल्प दिन्न हो ड्राइभर मामा क्लिक भएर चाहिँ ल हेर्नु है त्यो भाषा किन होइन अहिले भाँच्छु भने कालो नि
एङ्गलको बिग्रिँदै हामी होइन लास्टमा हिउँमै नपर्छ भने वाह कस्तो क्यामराम्यान भयो भयो होला भयो कन्टिन्यू के गर्नु अब बुढाले टिकट गर्ने पैसा दिए नै यसैमा जानु पर्यो है गाइस लास्टमा त कोही बोली आउँदैन रहेछ त अब मेरो पालो हामी यहीँबाट पोर्चुगल जान्छु धन्ने धन्ने चढ्नु धर्स्यो खेल्नु न नखेल्ने अब फेरि चढ्ने होला है उनीहरू लास्टै मनपर्छ अब एकचोटि सामानहरू हेरौँ कागले के लगाउनु जबरजस्ती त्यसमा एक टाइम याद चित्त बुझाउँछु ल मामाले पुरा गर्नु भएको